बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन ऐन 2082 ले बैंकिङ कसुर सम्बन्धी चेक बाउन्स सम्बन्धी केही थप कानुनी व्यवस्था गरेको छ भने केही कानुनहरूलाई खारिज गरेको छ। बैंकिङ कसुर तथा सजाय ऐन, विनिमय अधिकार पत्र ऐन 2034 यी दुईवटा ऐनमा भएका कानुनी व्यवस्थालाई संशोधन गरेको छ भने केही प्रावधानहरूलाई खारिज गरेको छ। सर्वप्रथम यस ऐनले के गरेको छ भने सहकारी बैंक, जुन कि सहकारीहरूले बचत तथा ऋण प्रवाहको काम गर्ने, बैंकिङ प्रणालीको काम गर्ने सहकारीहरू हुन्थ्यो, त्यो सहकारीहरूलाई पनि अर्थात् सहकारी बैंकलाई पनि बैंकको दायरामा ल्याएको छ। नेपाल राष्ट्र बैंकको दायरामा ल्याएको देखिन्छ। यसको मतलब सहकारी बैंकमा चल्ने चेकहरू पनि अब बाउन्स गराउन सक्ने र त्यसको आधारमा बैंकिङ कसुरको मुद्दा दायर गर्न सक्ने भन्ने कुरो उल्लेख गरेको देखिन्छ।